भर्खरै उठ्यो। अब चिया खाने तयारी छ। चिया खाएर हामी जान्छौँ। बाहिरको भ्यू चाहिँ यस्तो बवाल चिसो मौसम होइन जुम्लामा। यो चाहिँ अखरको रुख बोलिरहेछन् क्या अलिअलि। दुई चारवटा दाना फुलिरहेछन्। तल स्याउ छ, दाना लाग्दैछ। भयो भ्यू यहीँबाट यस्तो दामी छ। अब हामी माथि गएर ऊ त के हो त्यो घर? तल आलु छ। चिसो मौसम छ। आज घामै लागेको छैन। मौसम खुलेको छैन आज। तर अब बाहिर गएर हेरेपछि यहाँ चाहिँ हाम्रो हुन्छ इन्जिनियर सर के छ एकदम ठिक चलाइरहेको छ। मौसम एकदम राम्रो लगाइरहेको छ नि। काम चाहिँ लागेको छैन। रमाइलो ल यो चाहिँ म छु। दिस इज मी। हामी अब जान्छौँ चिया खाएर। अब चिया आइसक्यो। अब ब्रस गरेर चिया खाएर अनि टक्क लाग्नुपर्छ भ्यूको लागि है त। ल फाइनल्ली रेडी भएर अब हामी लाग्दैछौँ बाहिर। रेडी हुनु तपाईँ? ल हामी अब लाग्यौँ सर र रुमबाट चेकआउट गरेर अब गएर अनि सर काम सकेर त्यसपछि अलिकति घुमघाम गर्नुपर्छ जस्तो छ। शरीर लास्ट दुखेर हिँड्न नमिल्ने भएको छ। ल लाग्यो अहिले चाहिँ रुमबाट। दिस इज जुम्ला बजार। सोरुम चाहिँ यहाँ छ। हाम्रो काम चाहिँ ठ्याक्कै यही नै हो। तर अहिले खुलिसकेको छैन। 8:30 बजे भन्नुभएको थियो। आउनु भएन। टाइम लाग्ने भयो आउन। एकछिन हामी पुरै सर घुमेर अब आउँछौँ। यहाँको मान्छेको लाइफस्टाइलहरू यहाँ पनि एबी चल्छ। एबी सर एबी नहुने ठाउँ कहीँ नहुने भयो यार। खुला छैन भन्ने कुरो भयो। उहाँ चाहिँ उहाँको साथी। नमस्ते। अघि सुते थिएँ म त निद्रामै थिएँ कि। सन्चै हुनुहुन्छ? यता गुम्बा जाने चाहिँ यतैबाट हो? यहाँबाट जान्छु। म जान्छु नि त। जाउँ न त। कि काम सकेर जाने हो र एक्लै? अब धेरै बेर छैन। अहिले खुल्ला नै होइन। गएर अहिले खोल्छन् त नभए अहिले खोल्छन्। खानासाना खाँदै ठ्याक्कै सर। हामी चाहिँ अहिले स्याउको बगैँचामा छौँ। यो चाहिँ स्याउ फुजी स्याउ पनि हुने रहेछ यहाँ। इटालियन रातो रातो छ यी। पुरै स्याउको बगैँचा सर हेरौँ। यो स्याउको एप्पल गार्डन रहेछ के यो। यसरी यहाँ खेती हुने रहेछ स्याउको मस्तले। यति धेरै फलेछ नि स्याउ। सानो सानो भयो कि ट्याप्प टिपेर खान पाएको कति मजा आउँथ्यो होला अरे है। असार साउनमा स्याउ रहेछ नि। स्याउ खाइदिउँ क्या एउटा? खानु न खानु। यस्तो बतिलो पनि मिठो हुने यार होइन? रुख यत्रोमा फाल्छ यो। हो कि सानो न्यू। मेरो भैयामा त ठुलो हुन्छ कि हुन्न? हुन्छ पछि हुन्छ। ठुल्ठुलो हुन्छ यो त। जस्तो ठुल्ठुलो हुन्छ नि अरू त्यस्तो ठुलो त हुँदैन। भयो फाइनली हामी यहाँ गुम्बा आएको छौँ भर्खरै। भ्यू
भ्यू हेर्ने हो भ्यू माथिको भ्यू डाँडा वाउ दामी छ नि होइन सर भ्यू हेर्ने हो भ्यू जुम्ला भ्याली यस्तो दामी देखिएछ नि गर्मी छ आज खै किन हो यस्तो गर्मी छ यार हँ एयरपोर्ट चाहिँ यहाँ रहेछ गर्मी भयो यार यता जाम हामी यहाँ गुम्बा छौँ गुम्बामा यस्तो मिठो हावा के बौद्ध स्तूपा लगभग जुन ठाउँमा पनि हुने कि त्यो चाहिँ मलाई एकदम राम्रो लाग्छ कि सामान होइन यस्तो एकदम शान्त आनन्द पिस इन्भाइरोमेन्ट के वाउ मजा आयो यार यस्तो दामी छ नि यहाँ इन्भाइरोमेन्ट घाम भयो पनि तर पिस छ के छ एकदम ठिक छ नि अँ, स्वर्ग हेर्ने हो स्वर्ग स्वर्ग हेर्ने हो गाइज म देखाउँछु स्वर्ग कस्तो हुन्छ समात्नु रहेछ कहाँ छ यार मेरो चस्मा लगाएर भेटेन कि हेरिन चलिरहेको रहेछ जुम्ला भ्यालीलाई रिप्रेजेन्ट गर्दै म अब स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि देखाउँछु है